आज हामी श्रीलङ्काको सिगरिया सहरबाट कोलम्बोतिर लाग्नेछौँ। सबै दर्शकलाई मेरो च्यानलमा स्वागत छ। पहिलोचोटि हेर्दै हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गरिदिनु होला। मन परेमा लाइक कमेन्ट पनि गर्न नभुलिदिनु होला। यहाँ हाम्रो गाइडले भन्दै हुनुहुन्छ हामी आज कोलम्बोतिर जाँदैछौँ र बाटोमा पर्ने विभिन्न स्थानहरू जस्तै सिल्क फ्याक्ट्री, स्पाइस गार्डन, क्यान्डी टेम्पल यी ठाउँहरू पनि हामी भिजिट गर्ने नै छौँ। आउनुहोस् अब तपाईहरू पनि हामी सँगसँगै यहाँ देखेका विभिन्न स्थानहरूको मनोरञ्जन लिनुहोला। ल यो आजको यात्राको पहिलो स्थानको हामी भिजिट गर्दैछौँ सिल्क फ्याक्ट्री। यहाँ चाहिँ सिल्कबाट बनेका गार्मेन्टहरू पाइन्छन् तर अत्यन्त एक्सपेन्सिभ छ है। सिल्क सर्ट SLR भन्छ। हामी सबै सिल्क फ्याक्ट्रीभित्र पस्ने काम मात्र गऱ्यौँ। अत्यन्त महँगो भएको कारणले साथीहरू कसैले पनि खासै सपिङ गर्नु भएन यस ठाउँमा। अब हामी लाग्दैछौँ हाम्रो अर्को डेस्टिनेसन स्पाइस गार्डन। सँगसँगै हामी बिचमा पर्ने साना ठुला सहरहरू हुँदै त्यहाँसम्म पुग्नेछौँ। यो चाहिँ एउटा सहर हो, दबुल्ल सहर। यो पनि एक प्रकारको वाणिज्य केन्द्र जस्तै हो। यहाँ विभिन्न व्यवसायहरू गर्ने गरिन्छ। विशेष गरेर कृषि उत्पादनका सामग्रीहरू यस ठाउँमा भेला गरेर अन्यत्र पठाइने गरिन्छ। So you can see a rock on your right. That is called the Dabulla Rock Cave. The Rock Cave temple is there. So there are 5 rocks. The biggest cave temple. So there are 5 caves, 157 Buddha statues. It's a district-based hospital, national hospital. Enter. So on your left-hand side, you can see the economical center, Dabulla Economical Center. All the farmers bring their crops here. Here they decide the price and distribute island-wide. So this is called the rock temple is right on top on the rocks, but we are not going there. But we will show you the Dabulla Golden Temple. It is called the Rangiri Maha Vihar here. That stupa right in front of you on your right hand side. So we will stop for 2 minutes. You can take some pictures. श्रीलङ्कामा बुद्धिस्ट धर्मावलम्बीहरूको मेजोरिटी भएको हुनाले यहाँ तपाईले बुद्धको मूर्तिदेखि लिएर स्तूपहरू प्रशस्त मात्रामा देख्न सक्नुहुन्छ। बाटो सहरभित्र जहीँ तहीँ तपाईले यस्ता स्थानहरू देख्न सक्नुहुन्छ। So you can take some pictures from the bus. They don't bury, they cremate. So this is the cremation area. अब हामी स्पाइस गार्डनमा आइपुगेका छौँ। यहाँ विभिन्न प्रजातिका विभिन्न मसला जातका बोट बिरुवा रुखहरू रोपिएको देखिन्छ। यहाँका विज्ञका अनुसार यो सरकारद्वारा सञ्चालित स्पाइस गार्डन हो। श्रीलङ्काबाट चियापत्तीका साथै विभिन्न हर्ब्सहरू पनि विभिन्न देशहरूमा एक्सपोर्ट गरिन्छ र यहाँको विशेष एक्सपोर्ट गरिने हर्ब मध्येमा सिनेमन, जुन चाहिँ संसारभरि श्रीलङ्काको सिनेमन चाहिँ एकदमै पपुलर छ भनेर यहाँका विज्ञले भन्नुभएको छ।
यहाँका विज्ञ जो एक बोटानिस्ट हुनुहुन्छ उहाँले विभिन्न मसलाका रुखदेखि लिएर बोट बिरुवाहरूदेखि लिएर अनि त्यस्तै गरेर मसलालाई प्रोसेसिङ गर्ने तरिकाहरू सबै कुरो हामीलाई देखाउनु भएको छ र त्यसबारे विभिन्न कुराहरू पनि हामीलाई अवगत गराउँदै गइरहनु भएको छ। Thank you. Ma'am, this is a it's not a private. Belongs to government running this all. Honestly, for the Sri Lankan cinnamon, it's a two types. You know, Cinnamomum selanicum, Cinnamomum cassia. Sri Lankan is a selanicum. So best for who needs natural insulin level. That's where Sri Lankan cinnamon. Even for and for many things we use. But real Sri Lanka is produce the sugar. Already we have the urine sugar. It's going to control automatically. That's why when box by hand. यहाँनिर यी महिलाले हामीले घरमा प्राप्त गर्ने अथवा ग्रोसरी शपबाट ल्याउने सिनेमन कसरी तयार गरिँदैछ भनेर प्रदर्शन गरिरहनु भएको छ। उहाँले स्टेप बाई स्टेप सिनेमन तयारी गर्ने प्रोसेस देखाइरहनु भएको छ। Between 3 years or 4 years maximum, the sizes of the tree is ready to remove the box. But she take off already skin. They no more use anything for skin, only for compost fertilizer method. And the second layer is she just massage it now because the skin water is so tight with the sticks. So here this is the same process in Sri Lanka. Entire cinnamon factory, even for demonstration, it's the mostly importantly we take off the box like that. Okay, and your paper number 17 plus 8, two numbers there. 17 is the diabetic pills. Who already diabetic patient or not diabetic patient or like a preventing, it's always best in the world. That's why Sri Lanka. ल हेर्नुस् त अब यहाँ हाम्रो भान्सासम्म आइपुग्ने सिनेमन तयार भयो। Roast by hand. If you want it dry, no need. त्यसपछि त्यो तयार भएको सिनेमन स्मेल गर्नको लागि र यसको सुगन्ध कस्तो छ भनेर थाहा पाउनको लागि हामी सबैले पालै पालो त्यसको स्मेल गर्यौं। Migraine. Can you see number 14? अर्कै प्रजातिको भएर हो वा भर्खरै ताजा सिनेमन तयार भएको मैले विशेष गरेर सुँघ्दाखेरि हामीले पसलबाट ल्याउने सिनेमन जस्तो बास्ना चाहिँ मलाई लागेन, हल्का बास्ना मात्रै आएको अनुभव गरे। You can't cook for cinnamon oil. विभिन्न स्पाइसेसहरू मसलाहरू आयुर्वेदिक That all the ingredients, you know how many ingredients there are? 72 herbs. Okay? Okay. 72 ingredients, it's there. It's a final stage and final couple of days is going down. So, and this is by the firewood. प्रिपरेसन गर्ने ठाउँ रहेछ। अब यहाँ चाहिँ विभिन्न जातिका मसला भनौँ अथवा स्पाइसहरू मिक्स गरेर यसबाट तेल निकाल्नको लागि उमाल्ने, फिट्ने, घोल्ने के गरिने हो त्यो प्रोसेसिङहरू यहाँ भइरहेको छ। विभिन्न किसिमका हाड जोड्ने दुखाइ, अर्थराइटिस, युरिक एसिड, विभिन्न किसिमको दुखाइहरूबाट राहत पाउनको लागि यो तेल अत्यन्त असरदार हुने गरेको यहाँका विज्ञले बताउनु भएको छ। We all know about mustard oil. Just we never add for any chemical formula. Even for this is 26 days. It's going. You can get the result. But I didn't say what is the base of this one. That all the display ingredients are here. But main ingredient is clove. सिनेमन So now is the base of that. But now हाम्रो पहाडतिर चिन्कौली भन्छ कि रुखै हुन्छ जङ्गलैभरि। this is the final. Today is the 24 days. Finished. Medication level. यहाँनिर विज्ञले भन्दै हुनुहुन्छ यो पनि बेसार जातिको, बेसार भनेको हामीले तरकारीमा लाएर खाने मसला,
त्यही जातिको यो बिरुवा हो, तर यो हामीले घरमा पकाइने बेसार जस्तो होइन। The Sri Lankan, India, and Bromelain, okay. So I can explain what is the bromelain formula for your thyroid system. Okay. Even thyroid यो भुइँ कटर जस्तो देखिने यसलाई भनिदो रहेछ ब्रोमेलिन। यसले यसको असर चाहिँ विशेष गरेर थाइरोइडको समस्या भएको 2 प्रकारको हाइपर र हाइपर थाइरोइड दुवैमा काम लाग्ने रहेछ, असरदार हुने रहेछ। don't touch even until I want to clean. Okay. यहाँनिर एउटा ट्रायल गरिएको छ, यो चाहिँ हेयर रिमुभलको ट्रायल हो। यसमा यो दलेर केही बेर राखेर स्वाट्टै तानेपछि रौँहरू झर्ने रहेछ। And clove, you know. अनि यहाँ चाहिँ हामी हर्बल टीको सिपिङ लिँदैछौँ, चुस्की लिँदैछौँ। एकदमै पन्जेन्ट, एकदमै कडा स्मेल त होइन, तर एकदमै मिठो स्मेल, एकदमै स्वादिलो लाग्यो मलाई यो हर्बल टी। हर्बल टी खानु न। अब यो चाहिँ भेनिलाको बोट रहेछ। हामीले प्रायःजसो विभिन्न किसिमको आइसक्रिम त्यसै गरेर बेकरी आइटमहरूमा भेनिलाको स्वाद त चाहेकै हुन्छौँ, र मैले पहिलोचोटि भेनिलाको बिरुवा बोट यहाँ देख्न पाएँ। Lemon please, peel coconut. It's not a sticky, oily, greasy or anything. So you can look at my hair. Even I'm already 38 plus. So normally I'm not using every time. If I have a coconut oil is good for hair. I'm not saying don't use hair for coconut oil. It's a vitamin A, so everyone know. Even for good for your skin as well. I have a much. अब विज्ञले हामीलाई घुमाउँदै यो हर्बल प्रोडक्टको सानो सप पसलमा ल्याइ पुर्याएको छ, र उहाँ भन्दै हुनुहुन्छ मलाई हतार छ, छिटो छिटो गर्नुहोस् भन्दै हुनुहुन्छ। र यस्तो छिटो छिटो भन्नुको अर्थ हो धेरै धेरै किन्नुहोस्, छिटो छिटो किन्नुहोस् भनेर उहाँको आशय हो। अब हामी स्पाइस गार्डनबाट बाहिरिसकेका छौँ, र अब हाम्रो अर्को टार्गेट भनेको क्यान्डी टेम्पल। This is the boundary town from Kandy to Matale. It is called Katugastota. Onto the left hand side you can see the river, the longest river in Sri Lanka. The name is Mahaveli River. क्यान्डी यही रहेछ, यही मिसिरहेको छ। लङ्गेस्ट रिभर खोला त ठिक छ, राम्रै छ। कति विषय छ फ्रन्ट। Candy City. Here is Candy City, a commercial city. झिलिमिली सहर रहेछ यो चाहिँ।
क्यान्डी सिटीमा आइयो क्यान्डी सिटी क्यान्डी सिटीमा आइयो है अब हामी क्यान्डी मन्दिरको परिसरमा आइपुगेका छौँ र हामी सबैजना क्यान्डी मन्दिरभित्र प्रवेश गर्न लागिरहेका छौँ। यो मन्दिरभित्र पस्दा यहाँ घुँडाभन्दा माथिको कपडालाई निषेध गरिएको हुनाले तपाईले झुकेर पनि त्यस्ता कपडाहरू लाएर मन्दिरभित्र नजानुहोला। छोरी मान्छे होस् चाहे छोरा मान्छे दुवैले घुँडाभन्दा मुनि कपडाले ढाक्नुपर्ने यहाँको नियम रहेछ। हामी मध्ये केहीले पहिले थाहा पाउनु भएको रहेछ। उहाँहरूले फुल स्लिभको प्यान्ट लाउनु भएको थियो र केही हामीले चाहिँ हाफ प्यान्ट लगाएका थियौँ। तर लकिली हाम्रो हाफ प्यान्ट घुँडाभन्दा मुनि पुग्ने भएकोले धन्न प्रवेश गर्न पाइयो मन्दिरभित्र। मन्दिर परिसरभित्र पुग्दा एकदमै मनमोहक हरियाली सफा सुग्घर पाएँ। मन्दिरभित्र तथा मन्दिरको परिसर बाहिर पनि मैले नेपालमा जस्तो भिख माग्ने भिखारीहरू लाइन लागेर बसेको देखिनँ। त्यो पर देखिरहनु भएको सुनको छानो जस्तो एक्चुअली त्यो सुनै रहेछ हामीले गाइडलाई सोद्धाखेरि। र त्यसभित्र गौतम बुद्धको दाँत राखिएको रहेछ, जुन चाहिँ विभिन्न देशमा पहिले भएको राखिएको रहेछ र पछि श्रीलङ्काले आफ्नोमा ल्याएर त्यहाँनिर सुरक्षित तरिकाले त्यो दाँतलाई राखिएको छ। मन्दिरभित्र प्रवेश त्यही बेलाको आर्टिफिसियल है गजब। मन्दिरभित्रको यो कोर स्थानमा तपाईले मन्दिरको मूर्तितिर ढाड फर्काएर कुनै पनि भिडियोग्राफी फोटो लिन सक्नुहुन्न। गाइडले भन्दै हुनुहुन्छ यो श्रीलङ्काको एकदमै कति सेन्चुरी अगाडिको पार्लियामेन्ट हाउस थियो अरे। तर मैले गुगलमा खोज्दाखेरि यस्तो टाइपको पार्लियामेन्ट पुरानो हिस्टोरिकल पार्लियामेन्ट मैले देखिनँ। अब मन्दिर परिसरबाट हामी बाहिरिँदैछौँ। मन्दिरदेखि बुद्ध मन्दिर सबै निस्के अझै आउँदै होला। अब गाडीमा चढ्ने designed by like the Queen's crown, the four corners.
क्यान्डी रेलवे स्टेसन हस्पिटलको लाइन रहेछ जब भिसाहरू जापानिज रेल चाहिँ खुलेकै देखियो रेलको लिफ्ट You have to make your wife happy, then she will make you happy. स्कुलको रहेछ गाडीले चल्दियो Actually, see, we are economy also. अब गाइडले हामीलाई लन्चभन्दा अगाडि Thank you very much. यो पत्थरको गहनाहरू अथवा पत्थर जडित अन्य धातुका गहनाहरू भएको स्थानमा लाँदै हुनुहुन्छ र उहाँ भन्दै हुनुहुन्छ लेडिजहरूलाई विशेष प्रायोरिटी दिनुपर्छ किनभने उहाँले यो गहनाहरू मन पराउनुहुन्छ So 30 minutes after that we'll have lunch. साथीहरू लन्च लिँदै हुनुहुन्छ म पनि लन्च लिइसकेर यसो भ्युज कलेक्सन गर्न पर्यो भनेर भिडियोग्राफी गर्न थालिहालेँ हेर्नुहोस् यहाँ पहाडहरू देखिरहेको छ जस्तो छ नेपालमा त्यस्तै पहाड माथि माथि घरहरू तपाईँले देख्नुहुन्छ श्रीलङ्कामा धेरै अग्लो अग्लो पहाड त छैन तर पहाडहरू प्रशस्त छन् र ती पहाडहरूमा नेपालको जस्तै घरहरू देख्न सकिन्छ गाडीमा नेपाली गीतको साउन्ड बजिरहेको थियो नेपाली लोकगीत घन्किरहेको थियो तर मलाई डर लागिरहेको छ त्यो साउन्डको कपिराइट भिडियोमा आउने भएको हुनाले मैले त्यसलाई पुरै म्युट गरिदिएको छु र म आफूले यहाँ न्यारेसन भनिरहेको छु जे होस् तपाईहरुलाई म्युजिक भन्दा पनि भ्यू बाहिरको दृश्यहरू हेर्न मन पक्कै पर्ला किनभने श्रीलङ्का पनि 8 वटा सार्क मुलुक मध्येहरूमा एउटा पर्दछ केही वर्ष पहिले यहाँ निकै नै ठुलो आर्थिक क्राइसिस आइपरेको थियो त्यसकारणले गर्दा श्रीलङ्कामा अहिले पनि त्यसको असर बाँकी नै छ र यहाँ धेरै महँगो छ हरेक कुरोहरू अहिले त झन् साह्रो यो युद्धको कारणले गर्दाखेरि यहाँ अझ त्यो रिभाइभ हुनलाई निकै समय लाग्ने जस्तो मलाई लागिरहेको छ त्यति कहाँ अब चल्नु छैन बनाउनु साँझ पर्न लाग्यो हामी कोलम्बोको यो होटलमा हामी चेक इन गर्न लागिरहेका छौँ त्यसपछि हामी एकछिन कोलम्बोको साँझको सहर हेर्न बाहिर निस्कँदैछौँ श्रीलङ्का पनि विकसित देश चाहिँ होइन त्यसै कारणले गर्दाखेरि यो पनि एउटा विकासशील देश नै हो त्यसैले प्राय जसो स्थानहरू बाटोघाटो हरेक कुरो हेर्दाखेरि करिब नेपालसँग मिल्दोजुल्दो देखियो तर कोलम्बो सिटी जो चाहिँ श्रीलङ्काको राजधानी पनि हो यहाँ चाहिँ काठमाडौँभन्दा भव्य बिल्डिङहरू बाटोघाटो पनि उस्तै राम्रो त्यसका साथै ट्राफिक सिस्टमहरू पनि एकदमै राम्रो लाग्यो मलाई यहाँको बाटोहरू चौडा सफा सुग्घर देखिएको छ तपाईले
यहाँ दृश्यमा पनि हेरिरहनु भएको छ। सबैजना साथीहरू पनि खुसी हुनुभयो। गाउँ जस्तो हेर्दा हेर्दा नेपाल जस्तै ठाउँ देखिँदा देखिँदा अहिले त बल्ल सहरको भाइब आए जस्तो लागिरहेछ भन्दै हुनुहुन्छ। श्रीलङ्काको राजधानी कोलम्बोको साँझको यो दृश्य तपाईहरूलाई कस्तो लाग्दैछ? हामी अब साथीहरू सबैजना समुद्र किनारमा जाने भनेका त छौँ, तर बाटो राम्रोसँगले थाहा छैन, कति टाढा छ र रात पनि परिसक्यो। समुद्र राम्रोसँगले देख्न पनि सकिँदैन, तैपनि हामी हिँडिरहेका छौँ समुद्रलाई हेर्ने भनेर। राति भयो अब श्रीलङ्काको राजधानी कोलम्बो। कता हो? अँधेरो भइसक्यो। सिटी 2 मा ल्याइहाल्छ नि। कति बजे खाना खाने? फाइनली समुद्र किनारमा त आइयो, तर देख्न भने केही गाह्रै पर्यो, किनभनेदेखि अँधेरो भइसकेको छ। समुद्र देख्ने भन्दा पनि अनुभव मात्रै गर्न पाइने जस्तो छ। तर पनि यहाँबाट झिलिमिली कोलम्बोको यी अग्ला अग्ला भवनहरू मैले यहाँ भिडियोमा क्याप्चर गरेको छु। अब त्यही हेरेर चित्त बुझाउनु पर्ने देखिन्छ। अर्को होला कोट के बनायो नि त यहाँनिर, टावर सावर बाटोमा नि खर्च गरेको छ नि फ्लाइओभरतिर। अब यो होइन क्या सर एक्ज्याक्ट ठाउँ, योभन्दा अगाडि देखिएको छ नि बत्ती बल्ने नि, त्यसको अपोजिट साइडमा हो क्या। अन्त 7 बजे कि 8 बजे फोन गरेर हजुर 7 बजे कलिङको बेलुकी होटेलमा आराम गरिसकेपछि बिहान हामी अर्को डेस्टिनेसनमा घुम्न जानको लागि ब्रेकफास्ट लिइरहेका छौँ। हामी सबैजना ब्रेकफास्ट खाइरहेका छौँ। त्यसपछि हाम्रो गाडी र गाइड आउनेछ अनि हामी
फेरि अर्को डेस्टिनेसनमा घुम्न जानेछौँ। यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो कृपया कमेन्ट सेयर गर्न नभुल्नुहोला र सब्स्क्राइब गरिरहनु भएको छैन भने सब्स्क्राइब पनि गरिदिनु होला। अर्को भिडियो अर्को डेस्टिनेसनको पुनः लिएर आउने नै छु। तबसम्मको लागि नमस्ते। धैर्यताको साथ भिडियो हेरिदिनु भएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद।